नौ एनबिए कप 2082 महिला तथा पुरुष भलिबल प्रतियोगिता यही पुस 11 देखि 20 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर रङ्गशाला स्थित कबड हलमा हुने भएको छ। उक्त भलिबल प्रतियोगितामा भने गण्डकी प्रदेशले भाग नलिने भएको छ। त्यसैगरी 9 एनबिए भलिबल पुरुषतर्फ सहभागी टिमहरू: विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बल एफिएफ। त्यसैगरी विगतको विजेता टिम टिपटप हेल्प नेपाल स्पोर्ट क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुन्द भलिबल क्लब, कोशी प्रदेश भलिबल सङ्घ, बुद्ध नीलकण्ठ क्लब, ढोरपाटन क्लब, खिल्जी युवा क्लब, किर्तिपुर भलिबल प्रशिक्षण केन्द्र रहेका छन्। उक्त प्रतियोगितामा विजेता हुने टिमले नगद रु 5 लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले 25,000 मेडल ट्रफी प्रमाणपत्र हात पार्नेछ। उक्त भलिबल प्रतियोगितामा भने टिम गण्डकी प्रदेश समावेश भएको छैन। फ्यानहरू निकै चिन्तितमा छन्। यस भलिबल प्रतियोगितामा एक टिमले 3 जना विदेशी खेलाडी ल्याउन व्यवस्था गरिएको छ। साथै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले भने पाकिस्तानी 3 जना खेलाडी अनुबन्धन गरेको छ, जसमा मजहर अली, वालिद खान र अहमद खान रहेका छन्। यस प्रतियोगितामा भने टिम रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र विदेशी खेलाडीको साथमा मैदानमा उत्रिएको छ। अब हेरौँ उक्त भलिबल प्रतियोगिताको रौनकता कस्तो हुन्छ।